आज बडो नाटकीय ढङ्गले प्रधानमन्त्रीले प्रश्नोत्तरको निम्ति संसदमा आफै उभिएर जो समय माग्नु भएको छ, वास्तवमा यो विकसित देशहरूमा पनि प्रधानमन्त्रीले त्यस्तो गर्छन्। यसलाई म पोजिटिभ र लोकतान्त्रिक प्रक्रियाकै एउटा अङ्ग मान्छु। तर कुरा चाहिँ के छ भने नियम, प्रक्रिया र पद्धतिमा हरेक समय जो नेपालको प्रतिनिधि सभाको नियमावली छ, त्यो नियमावली अन्तरको प्रोसेस एउटा अर्कै प्रोसेस हो। त्यो निरन्तरता रहनुपर्छ, त्यसलाई बाइपास गरेर मिल्दैन। तर प्रधानमन्त्रीले उभिएर अहिलेको समसामयिक स्थितिमा माननीय सदस्यहरूको के धारणा भनेर अचानक जो उभिनु भएको छ त्यो चाहिँ राम्रै हो भन्छु। तर कुरा के छ भने अब मैले यो 2 मिनेटभित्र म धेरै कुरा सबै त भन्न सक्दिनँ। सबभन्दा पहिला हामीले निरन्तर रूपबाट मैले चाहिँ नि यो सुन्ने समय पनि निकालेको कुरा हो। 23-24 को जेएनजी आन्दोलनपछि गौरीवादी कार्कीको जुन प्रतिवेदन छ, त्यो प्रतिवेदनको सारांश रूपमा कहीँ अनौपचारिक रूपले प्रकाशित भए पनि औपचारिक रूपले त्यो प्रकाशित हुन सकेका छैन। र त्यो औपचारिक रूपले प्रकाशित हुनुपर्छ र त्यो संसदका प्रत्येक सदस्यले पाउनुपर्छ भन्ने कुरा सभामुखजी मैले पहिला पनि उठायो। र त्यसपछि 24 गौरीबहादुर कार्कीजीको प्रतिवेदनमा 24 गते पुरा रूपबाट ब्ल्याकआउटै गरिएको खालको हामीले बुझेका छौँ। जहाँसम्म 24 गते देशमा जुन खालको अत्यन्त विध्वंसात्मक घटना घट्यो, त्यो घटनाको छानबिन गर्नको निम्ति निष्पक्ष आयोगको गठन तत्कालै गर्नको निम्ति म प्रधानमन्त्रीसँग अनुरोध गर्छु। र त्यो सँगसँगै अर्को चाहिँ नि के भनेदेखि यो मलाई बसेर भन्नु है साहब, त्यो सँगसँगै प्रधानमन्त्रीजीलाई चाहिँ अर्को के भने भर्खर मानवाधिकार आयोगले जो प्रतिवेदन प्रस्तुत गरेको छ, त्यो प्रतिवेदन चाहिँ सरकारलाई प्रधानमन्त्रीलाई त प्रस्तुत गरिसकेका छ। त्यो प्रस्तुतलाई सार्वजनिक रूपले जनतामा सम्प्रेषण गर्ने र त्यो सँगसँगै यो कारबाहीको प्रक्रिया पनि सुरु गर्नुको निम्ति चाहिँ नि म सम्माननीय सभामुखले हार्दिक रूपबाट अनुरोध गर्न चाहन्छु। र म एउटा कुरा चाहिँ फेरि पनि अनुरोध के गर्न चाहन्छु भने यो कानुनी राज्यमा रुल बाई ल पनि हुन्छ, रुल अफ ल पनि हुन्छ। रुल अफ ल भने कानुनको स्ट्रिक्ट संविधान मर्यादा त्यसका सम्पूर्ण कुरालाई केन्द्रित बनाइन्छ भने रुल बाई ल भने जो शक्तिमा छ, जो बहुमतमा छ, उसले आफू अनुकूल कानुन बनाएर प्रयोग गर्ने जुन खालको परम्परा र रुल बाई ल भनेर भनिन्छ। सत्ताको स्वार्थको निम्ति कानुनलाई प्रयोग गरेर देखिने परम्परा हामी कहाँ पनि देखिन थालेको छ। त्यसलाई नियन्त्रण हुनुपर्ने आवश्यकता छ, किनभने हामी लोकतान्त्रिक पद्धतिलाई जगेर्ना गर्नुको निम्ति हामी जुनसुकै बेन्चमा बस्यो भने हाम्रो साझा दायित्व हो। र त्यो दायित्वलाई प्रधानमन्त्रीले अझ बढ्ता बुझ्नुपर्छ र बुझ्नु भएको छ भन्ने मलाई विश्वास छ। धन्यवाद। मान्य सदस्यहरूबाट उठाएको जिज्ञासाप्रति मेरो ध्यान आकर्षण भएको छ। हामी आगामी बैठकभन्दा अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सक्छौँ र त्यसपछि बाँकी छलफल त्यहीँ गर्नेछौँ। आज सम्माननीय प्रधानमन्त्रीज्यूले रोस्टममा उभिएर मान्य सदस्यहरूको प्रश्नको उत्तर दिन म तयार छु र मलाई प्रश्न सोधियोस् भनेर यो सम्मानित सदनप्रति उहाँले प्रश्न गर्नुभएको हुनाले त्यसै तर्फ मैले ध्यान आकर्षण गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू। सम्माननीय सभामुखज्यू धन्यवाद। मान्य सदस्यज्यूले भन्नुभएको धेरैजसो कुरालाई चाहिँ मैले सल्लाह र सुझावको रूपमा लिएको छु र मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर 23-24 गतेको मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन्, धेरै दमनहरू पनि भएका छन्। विभिन्न कालखण्डमा भएका आन्दोलनहरू, र्यालीहरूमा भएका कुराहरूको प्रतिवेदनहरू धेरै छन्। एउटा मात्रै प्रतिवेदन छैन मानव अधिकार आयोगको, र विभिन्न आयोगहरू पनि गठन भएका छन् विभिन्न कालखण्डमा। आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आयोगका प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कारबाही त्यही हिसाबले गर्छ। धन्यवाद। म